नमस्कार साथीहरू, धनको रहस्य च्यानलमा स्वागत गर्दछु। धन कसरी कमाउने? यो प्रश्न धेरै पुरानो हो, तर यसको उत्तर केवल बजारमा पाइँदैन। यो उत्तर मानिसको भित्र लुकेको हुन्छ। हरेक मानिस धन चाहन्छ, तर थोरैले मात्र बुझ्छन् कि धनको वास्तविक जन्म कहाँ हुन्छ। धन बाहिरबाट आउँदैन, धन भित्रबाट उठ्ने ऊर्जाको परिणाम हो। जब मानिसले आफ्नो भित्रका गुणहरू चिन्छ, आफ्नो क्षमतालाई जागृत गर्छ, तब धन उसको जीवनमा आफै बग्न थाल्छ। मेहनत मात्र होइन, सही दिशा पनि आवश्यक छ। मानिसहरू सोच्छन् धन केवल मेहनतले आउँछ, तर मेहनतसँगै चेतना, समझदारी र सही दिशा पनि आवश्यक छ। दिशा बिना मेहनत गर्नु भनेको पतवार बिना डुङ्गा चलाउनु जस्तै हो। चल्छ धेरै तर पुग्दैन कतै। 1. मनलाई शान्त बनाउनुहोस्। धन पाउनको लागि सबैभन्दा पहिले मन शान्त हुनुपर्छ। अशान्त मनले सही निर्णय लिन सक्दैन। जो भित्रबाट शान्त हुन्छ, उसले बाहिरी संसार स्पष्ट देख्न सक्छ। यदि तपाईँ हतारमा हुनुहुन्छ, तनावमा हुनुहुन्छ, डरमा हुनुहुन्छ, निर्णय गलत हुन्छ र गलत निर्णयले धन टाढा लैजान्छ। 2. आफ्नो उद्देश्य स्पष्ट बनाउनुहोस्। आफैलाई सोध्नुहोस्, म धन किन चाहन्छु? यदि धन केवल देखावाका लागि हो भने त्यो कहिल्यै सन्तोष दिँदैन। तर यदि धन विकासका लागि, स्वतन्त्रताका लागि, सपनालाई साकार बनाउनका लागि हो, धन तपाईको साथी बन्छ। 3. समझदारीसँग काम गर्नुहोस्। धन केवल मेहनतले होइन, समझदारीले आउँछ। मेहनतमा समझ जोड्दा परिणाम धेरै गुणा बढ्छ। धेरै मानिस दिनरात काम गर्छन्, तर ठूलो धन आउँदैन। किनकि उनीहरूले आफ्नो मेहनत सही दिशामा लगाउँदैनन्। 4. आफ्नो क्षमता चिन्नुहोस्। हरेक मानिस कुनै न कुनै काममा स्वाभाविक रूपमा राम्रो हुन्छ। कसैलाई बोल्न आउँछ, कसैलाई सिर्जना गर्न आउँछ, कसैलाई व्यापार गर्न आउँछ, कसैलाई सेवा गर्न आउँछ। जब तपाईँ आफ्नो प्राकृतिक क्षमता प्रयोग गर्नुहुन्छ, काम बोझ हुँदैन, आनन्द बन्छ। जहाँ आनन्द हुन्छ त्यहाँ ऊर्जा बढ्छ। जहाँ ऊर्जा बढ्छ त्यहाँ सफलता र धन आउँछ। 5. धैर्य राख्नुहोस्। धेरै मानिस हतार गर्छन्। आज सुरु गरे, भोलि फल चाहन्छन्। तर प्रकृतिको नियम यस्तो छैन। बिउ पनि माटो, पानी, घाम र समय चाहिन्छ। त्यसपछि मात्र फल दिन्छ। धैर्यवान व्यक्ति अन्तमा जित्छ। 6. इमानदारी आवश्यक छ। गलत तरिकाले कमाएको धन केही समय चम्किन्छ, तर मनको शान्ति हराउँछ। साँचो धन त्यो हो जसले मनलाई हल्का बनाउँछ। 7. सिकिरहनुहोस्। समय बदलिन्छ, संसार बदलिन्छ। जो सिक्न छोड्छ उसको विकास रोकिन्छ। जसको विकास रोकिन्छ उसको धन पनि रोकिन्छ। सिकिरहनुहोस्, बुझिरहनुहोस्। 8. सम्बन्ध राम्रो बनाउनुहोस्। मानिसहरू वस्तुबाट होइन, व्यवहारबाट प्रभावित हुन्छन्। यदि तपाईँ इमानदार हुनुहुन्छ, भरोसायोग्य हुनुहुन्छ, मानिसहरू तपाईसँग काम गर्न चाहन्छन्। 9. डर छोड्नुहोस्। धेरै मानिस प्रयास गर्न डराउँछन्, तर असफलता पनि गुरु हो। यसले सिकाउँछ के नगर्ने। नडराउनुहोस्, प्रयास गर्नुहोस्। 10. धनलाई बहाउन दिनुहोस्। धनलाई मात्र थुपारेर नराख्नुहोस्, बहाउन दिनुहोस्। जसरी पानी बग्दा ताजा हुन्छ, त्यसरी नै धन पनि। अन्तिम सत्य, धन जीवन होइन, जीवनको साधन हो। लक्ष्य धन होइन, स्वतन्त्रता हो। गहिरो दर्शन धन चेतनाको प्रतिबिम्ब हो। जस्तो सोच त्यस्तै धन। मन समृद्ध भयो भने बाहिरी समृद्धि समयको कुरा मात्र हो। अन्तिम निष्कर्ष, मन शान्त बनाउनुहोस्, दिशा स्पष्ट राख्नुहोस्, मेहनत र समझ मिलाउनुहोस्, धैर्य राख्नुहोस्, इमानदारी अपनाउनुहोस्, सिकिरहनुहोस्, सम्बन्ध राम्रो बनाउनुहोस्, डर छोड्नुहोस्, धनलाई बहाउन दिनुहोस्। जब तपाईँ यी कुराहरू जीवनमा उतार्नुहुन्छ, धन तपाईको पछि लाग्छ। तपाईलाई धनको पछि दौड्नु पर्दैन। अन्तिम वाक्य, धन बुझ्नुभन्दा पहिले जीवन बुझ्नुहोस्। किनकि धन जीवनको हिस्सा हो, जीवन धनको हिस्सा होइन। यदि भिडियो मन परे च्यानललाई लाइक गर्नुहोस्, साथीहरूलाई सेयर गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ भिडियो हेर्नको लागि धेरै धेरै धन्यवाद।